अनि ल त गाइज अब चाहिँ हामी आइपुग्यो जापान। अनि जापानको टोकियोमा हाम्रो प्लेन ल्यान्ड भएको थियो। त्यहाँबाट हामी प्लेनबाट ओर्लिएर मैले भ्लग चाहिँ किन बनाइनँ भन्दाखेरि चाहिँ यति धेरै ब्यागहरू थियो होइन। अनि त्यस पछाडि 3-4वटा ब्याग कसरी ह्यान्डल गर्ने होइन, कहाँ गर्ने कस्तो गाह्रो थियो नि त। अनि त्यही भएको कारणले मैले चाहिँ ब्याग बोकिनँ। अनि त्यसपछि हामी त्यताबाट यता आइपुग्यौँ। आइसके पछाडि हामी यहाँ हस्टेलमा बस्यौँ र भोलिपल्ट चाहिँ हतार गरेर स्कुलतिर लाग्यौँ। गएको भन्छ यहाँ चाहिँ, हामी गएको लाग्यौँ। अनि गएकोमा गइसके पछाडि चाहिँ अब त्यहाँ चाहिँ अब हाम्रो डकुमेन्टहरू बनाउन बल्ल रेडी हुँदै थियो। अनि हाम्रो गएको चाहिँ अन्डर कन्स्ट्रक्सन रहेछ है। अनि ऊ चाहिँ मेरो साथी मसँगै बस्ने होइन। अनि गएको गइसके पछाडि फर्केर हामी फेरि सुपा गयौँ। अनि सुपामा चाहिँ हामीलाई उहाँ सरले एकदमै धेरै सहयोग गर्नुभयो सामानहरू किन्नको लागि, सबै दिनुभयो, यस्तो हेल्पफुल होइन। अनि तेलहरू ल्यायौँ, अब सामानहरू के चाहिन्छ सबै थोक अलिअलि किन्यौँ, किनभने हामी अलरेडी सबै कुरा नेपालबाटै ल्याइसकेको थियौँ। अनि हाम्रो गएकोमा पनि चामलहरू सबै किनेर रेडी गरिदिनु भएको थियो। हामीलाई चाहिएको थियो अलिअलि सामान, 1-2वटा सामानहरू। त्यही हो गयौँ किन्यौँ, हामीले किन्न चाहिँ केही पनि किनेनौँ, तर खर्च चाहिँ 2-3 हजार गऱ्यौँ। त्यति खर्च गरेर आइसके पछाडि चाहिँ नि अनि बल्ल मनमा शान्ति भयो होइन। दाल भात तरकारी पकाउनलाई चाहिने चिजहरू लिएर गएको थियो। त्यो सबै कुराहरू पाइसके पछाडि चाहिँ अनि हामी फर्किन थाल्यौँ। यो चाहिँ नुन हो। अनि त्यस पछाडि साथै अरू चिजहरू पनि धेरै थरी छन् यहाँनिर, जुन चाहिँ चाहिने कुरा त होइन, तर यहाँ जापानको मान्छेले चाहिँ किन्छन् कि किन्दैनन् जस्तो लागिरहेको क्या मलाई यहाँ भएको चिजहरू। बाफरे सबै एकै थरीको के हो। अनि के किन्छन्, एउटा थरीलाई 10 थरी बनाएको छ कि, लाइक एउटा आइटमलाई 10वटा आइटममा डिभाइड गरेर जस्तो लाग्छ क्या। 1% 2% तलमाथि होला होइन, त्यो त्यही नै हो क्या। एउटा दुधको मात्रै कतिवटा आइटम हो कि, दुधको मात्रै यति धेरै आइटम छ क्या यहाँनिर। अनि तरकारीहरू पनि ग्रेडहरू छ। अनि यो ब्रोकली चाहिँ जम्मा एउटा मात्रै बाँकी रहेछ। त्यही भएर हामी हेर्नौँ, हामीले चाहिँ अर्को काउली लियौँ, व्हाइट काउली फ्लावर लियौँ। अनि यहाँ मान्छेहरूलाई चाहिँ क्यामेरामा आउन खासै मन नपर्ने रहेछ क्या। त्यही भएको भएर यसो आफूले क्यामेराबाट जोडिरहेको चाहिँ यो काउली लियौँ न त भनेर साथीले लिन्छन्। अनि त्यस पछाडि हामीले यो काउली लियौँ। अनि त्यस पछाडि अर्को टमेटोको चाहिँ यस्तो खालको टमेटो लिनु चाहिँ राम्रो रहेछ है। जापानमा चाहिँ हामीले चाहिँ यस्तो खालको टमेटो लियौँ। अर्को यो यसमा यहाँ देखाइरहनु भएको छ नि, यसमा चाहिँ हुने रहेछ, तर त्यसमा चाहिँ पेस्ट हुने रहेछ। अर्कोमा चाहिँ पेस्ट भएको चाहिँ बेस्ट रहेछ। त्यही भएको भएर हामीले त्यो पेस्टबाट लियौँ। अनि त्यो लिइसके पछाडि अनि यता अझै कति धेरै आइटमहरू क्या, कसको कति प्राइस यस्तो रहेछ प्राइस अनुसारको। अनि यहाँनिर 3rd क्लास क्वालिटीको त हुन्न नि भनेर भनेको, हुन्न त्यस्तो त भन्नुभयो। अनि त्यही भएको भएर सबैभन्दा सस्तो के छ त्यो चाहिँ किनेमा हामीले, किनभनेदेखि अब जसरी नि बिरामी नपर्नु त हो नि, खानु हो नि, बाँच्नु हो नि त होइन। अनि महँगो चाहिँ किन किन्नु पर्यो, किन हामी त्यहाँ कमाउनु गएको हो नि त, खर्च गर्न गएको हो नि। त्यही भएको भएर सर्भाइभ गर्नलाई खानेकुराहरू मात्रै लियौँ हामीले। त्यही भएर अरू केही पनि लिएनौँ। दुध सुध लियौँ होइन। आज लक्ष्मी पूजा हो, त्यो भएको कारणले हामी माछा मासु नखाने निर्णय गऱ्यौँ र खाएनौँ पनि। अनि त्यसै गरी हाम्रो कति धेरै सहयोग गर्नुभयो, कहाँ के छ कसो छ, के चाहिँ लिने के नलिने, नेसेसरी छ होइन, कुन चाहिँ यतिकै हावादालमा लाइक हुन्छ नि त्यो निट नभएको चिजहरू पनि, इच्छा चाहना रहरको कुराहरू पनि रहेछ यहाँ। कति धेरै सामानहरू होइन, हामीलाई चाहिँ खालि निटको कुराहरू मात्रै चाहिएको थियो नि त, जे निट छ त्यो मात्रै लिनु थियो। त्यो भएको कारणले चाहिँ हामी आफूलाई निट भएको कुराहरू लियौँ। यहाँ दुधहरू पनि धेरै थरीको रहेछ, तर एउटा दुध चाहिँ मिठो नमिठो भन्ने क्वालिटीको हुँदो रहेछ। अनि हामीले चाहिँ यो दुध लियौँ होइन। अनि त्यस पछाडि अब आज खाइयो भने कस्तो हुन्छ, मिठो लाग्यो भने नेक्स्ट टाइमदेखि अब सबै थोकिँदै एकैवटा ल्याउने कि त्यसपछि चाहिँ मिठो छ त्यही खाने भनेर हामीले निर्णय गऱ्यौँ। मिठोमा चिनी हुन्छ होला होइन। कहिले पनि कोही नयाँ जापानमा हुनुहुन्छ अनि भर्खर आइरहनु भएको छ भन्ने किनभने सबैजनाले थोरै कुराहरू सिक्न पनि सक्नुहुन्छ, अथवा हामीलाई आएको कुराहरू पनि भन्नुहुन्छ, अथवा सहयोग कसैसँग चाहिएको छ भने हामी सहयोग गरिदिन सक्छौँ। यसै भाइहरू हुनुहुन्छ सहयोग गरिदिनुको लागि।
सबैजना चाहिँ एकदम स्वार्थी मनको अनि स्वार्थी भावनाको हुँदैनन् होइन। कोही कोही चाहिँ एकदमै सहयोगी पनि हुन्छन्। अनि म चाहिँ भ्लग बनाउँदै यसरी अलिअलि हेरिरहेको थिएँ होइन। ठिकै थियो, आफू बिजी पनि थिएँ यताउति। आज धेरै हेरेर अब वडा कार्यालय गएर कहाँ गएर आउँदा ओर्दा ढिला नि भइरहेको थियो। यसरी हेरेर यहाँ क्यामेरा पनि कता कता पुगिरहेको रहेछ, मलाई त थाहा पनि छैन। अब दिमाग यतातिर हुन्छ, क्यामेरा यतातिर हुन्छ, अनि काम यतातिर सामानहरू पनि खुसखास गर्नु परिहाल्यो, अनि त बिजी हुनु भइहाल्यो नि होइन त। भ्याउँदैन होला है। ल ठिकै छ गाइस, हामीले चाहिँ अलिअलि सपिङ गऱ्यौँ। घरमा खानाको लागि खानेकुराहरू पनि अलिअलि ल्यायौँ। यसरी रमाइलो गऱ्यौँ। तपाईँहरू पनि त्यसरी रमाइलो गर्नुहोला भनेर भन्न हँसाइरहनु भएको थियो। आज मैले चाहिँ खोकी लागेर कस्तो भएको मलाई त हो। अनि अरू सामानहरू पनि मिठाई खान मन लाग्यो। साथीलाई त्यो अनि मिठाई चाहिँ यिनीहरू छान्दै छान्दै भयो, जुन मिठो हुन्छ त्यही लिने भनेर सोचिरहेको थियौँ। लियौँ पनि एउटा मिठाई चाहिँ। अनि हामी उहाँलाई पनि दिने भनेर सोचिरहेको थियौँ। गफै गफमा दिनु बिर्सेछौँ। कस्तो सेल्फिस जस्तो लाग्यो है मलाई चाहिँ। बिर्सेको हो त्यो। अनि बाटोमा जब उहाँ अलिक पर पुग्नुभयो तब चाहिँ सम्झेँ मैले, ला उहाँलाई त दिनै बिर्सेछु। त्यस पछाडि बोलाउनु ऊ पर पुगिसक्नु भएको थियो। हामीलाई चाहिँ कस्तो भोक लागेको थियो, अनि बाटोमा खायौँ। अब यसमा हाल्ने कुराहरू मिठो भयो। यो सबै आइटमहरू मिठो रहेछ। ल हामी सबै थोक चाख्यौँ अलिअलि। क्यामेरा ब्याग पनि थियो, अनि क्यामेराले खिचिरहन सकेन कि। अनि हामीलाई लोकेसन हेर्दै जाने हो नि त। आफ्नो घर त हामीले त देखेको छैन, देखेको त छ तर याद त हुँदैन नि त हामीलाई कताबाट कता जाने भनेर। त्यो भएको कारणले चाहिँ लोकेसन हेर्नुको लागि मोबाइल युज गर्नु पऱ्यो। अनि क्यामेरा एउटा थियो, त्यही भएको कारणले धेरैवटा भिडियोहरू लिन सकिएन। तर यहाँनिर सलादको आइटमहरू पनि रहेछ, हेर्नुहोस् त। सलादको आइटमहरू सबै थोक रहेछ, कस्तो मिठो छ। हेर्दाखेरि नै हामीले पनि लियौँ सबै। के छ कसो छ भनेर टेस्ट गर्नु पऱ्यो नि त। सबै कुराहरू अलि थोरै पैसाको सस्तो गरेर लिन चाहिँ हामीले सबै कुराहरू अलिअलि लियौँ होइन। त्यो सधैँ खाइरहेको सधैँ देखिरहेको लाइक नेपालको भाडा होटेलमा पनि देखिरहेको कुराहरू चाहिँ हामीले लिएनौँ होइन। टिपिकल्ली यहाँ जापानमा चाहिँ के पाउँछ त्यो चाहिँ क्या, त्यस्तो चिजहरू चाहिँ हामीले लिन खोजेको थियौँ। त्यस्तै चिजहरू लियौँ। एउटै हालौँ यही, दुईजना एकवटा भइहाल्छ है। फेरि हाम्रो रुममा 4जना बस्ने जस्तो छ कि 4वटा प्लेट थियो। 4जना आउला नि त 3जना मात्रै आउँछ जस्तो लागिरहेको मलाई। किनभने बेड एउटा मात्रै हो क्या। अब बाँकी अर्को तिम्रो साथी आयो भने त्यो के तिमीहरुकै आउने छ त साथी। के रे एमबिसीमा पर्यो होला। के रे उसको नाम त के थियो? सुमना हो क्या र? सुमना के कुमारी। मन के कुमारी। बिचारा एमबिसी पर्यो क्या उनीहरुको। त्यो N5 को छैन सर्टिफिकेट, त्यो यहाँबाट नदिएको नि त। दहीहरु खाइदैन होला चिसोमा। फेरि छाता हो चकलेट हाल्नु न। यो हालेको होइन, यो त खाने कि यही बोकेर खानु। ब्यागमा चकलेट क्यान्डी लाइन बस्दै यहाँ सामान साँच्ची दाल नि छ हामीसँग। अनि अरू के छ? दाल मात्रै छ, बेसार छ, मसला सबै छ। बेलमा तरकारी के खानु?